ल हामी चाहिँ आज एयरपोर्टको म्युजियममा आइपुगेका छौँ। हेरौँ, लेट्स सी यहाँ चाहिँ के छ। यता चाहिँ पुरै यो बोर्डहरू छ, यो के हो कुन्नी। मेरो दिदी, मेरो प्यारी बहिनी, मेरो प्यारी दिदीसँग चाहिँ आएको छु। पाइलट बाबा, वाउ, यत्रो बडे एरोप्लेन देख्दै। यो चाहिँ एरोप्लेनको यतातिर हेर्नु, यत्रो स्पेसहरू छ। Oh my god, यो चाहिँ धारा। फोन आयो नि। हेलिकप्टर। हाय, हाम्रो बालिका दिदी चाहिँ विदेश जानुभयो। हामीलाई छोडेर जाँदै हुनुहुन्छ केही वर्षको लागि। ल बाई बाई नेपाल पनि भन्न। आज मेरो बहिनी विदेश जान लागिरहेछ, प्लेनमा होइन हेलिकप्टरमा चढेर। ल हाय, दिदी मेरो नि भिडियो गर्दैन मेरो मोबाइलबाट। अब भित्र जान लागेको छौँ। यहाँनिर चाहिँ 25 मिनट जति कुर्नु पर्ने रहेछ। टिकट देखाउनु, यता कता देखाउनु पर्ने? बाई बाई बाई। हामी चाहिँ विदेश जानको लागि प्लेन चढेको। के भयो? नमस्ते। सिटमा बसौँ। हजुरहरु बाहिर निस्किदा चाहिँ पछाडीदेखि नै निस्किनु होला है। उतैबाट ए हुन्छ। आउ यता मिर्जा अहिले त कस्तो हुन्छ दिनुस् है। चाहिँ विभिन्न टाइपका मोडलहरू छन् यहाँ। हजुर हेर्नु यस्तो। ओ माई गॉड, यस्तो मजाको छ नि यतातिर।
कुन देशको रहेछ यो चाहिँ? निक्लिनु बेला आइसक्यो है। हामीले चाहिँ यहाँभित्र विभिन्न थरीको एरोप्लेनहरू हेऱ्यौँ। हामीले चाहिँ पहिलेकोदेखि लिएर अहिलेसम्मको विभिन्न मोडलको एरोप्लेन फाइटर प्लेनहरू हेऱ्यौँ। यहाँ चाहिँ पसलको पनि व्यवस्था छ। यहाँभित्र चाहिँ यस्तो राम्रो छ। फाइनली गाइज हामी चाहिँ नेपाल ल्यान्ड गरिसकेका छौँ। ओ माई गॉड, हामी चाहिँ आफ्नो जन्मभूमिमा फर्किँदाखेरि चाहिँ एकदमै खुसी छौँ। ओ माई गुडनेस, ओ माई गॉड। ओके बाय।